र यहाँ हाम्रो बाइबल टिचर जन सन्तोष राईले चाहिँ केही अनुवादहरू गरिदिनु हुनेछ र धन्यवाद छ उहाँको लागि यो समय। Okay, so it is a great joy for me to be with you this morning. तपाईहरुको बीचमा यो बिहानको समयमा उपस्थित हुन पाउँदा मेरो लागि एउटा ठूलो उत्साह। After a long prayer to build this church building, हाम्रो लामो प्रार्थना पश्चात हामीले यो भवन बनाउन सकेका छौं। and many believers and well-wishers has been helping, supporting to build the church of God, to build this church building. यो मण्डली भवन बनाउनका लागि तपाई विश्वासी दाजुभाइ दिदीबहिनीहरु सबैले मुठी खोल्नु भएको छ। It's really a joy for us. यो चाहिँ तपाई र हाम्रो लागि चाहिँ एउटा आनन्दको कुरा हो। And much more the joy in the heart of God. र परमेश्वर पनि एकदमै प्रसन्न हुनुहुन्छ। I welcome all the pastor, leaders, evangelists, elders, deacon, deaconess, and all the believers. अनि म तपाईहरु सबैलाई यहाँ स्वागत गर्न चाहन्छु। So let me read from the Word of God. यहाँ परमेश्वरको वचनबाट केही कुरा हामी पढ्छौं। Psalm 118, भजन संग्रह 118 verses 23-24. 118 को 23 र 24। I have few portion of the Word of God to read before I pray and unlock the lock, and we will enter in. र यहाँ केही वचन पढेर हामी भित्र पस्ने छौं। Before we use this church building officially, we want to commit into the hands of God through prayer and through consecration to God. र यो मण्डली भवनलाई अर्पण गर्न भन्दा अगाडि हामी प्रार्थना गरेर पस्ने छौं। So let me read. अब उहाँले पढ्नु हुनेछ। The Bible says, बाइबलले भन्दछ, "This was the Lord's doing; it is marvelous in our eyes." Yeah, 118 verses 23 and 24. 118 को 23 र 24। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा आश्चर्यमय छ। It's really a marvelous in our eyes to see this church building. यो चर्च भवन देख्नु चाहिँ हाम्रो लागि एकदमै आश्चर्य कर्म हो। It is the hands of God. यो चाहिँ परमेश्वरको हातमा छ। Last year we came, हामी गत वर्ष यहाँ आयौं only temporary hot. अनि हामी चाहिँ एउटा सानो छाप्रोमा संगति गर्यौं। But only few months तर later, केही समय पछाडि God make this church building. अनि यो भवन चाहिँ परमेश्वरद्वारा बनिएको छ। And every sweat, every time, every money, every work that you have invested in this church building, it will remain for eternity before God. तपाईहरुले बगाउनु भएको पसिना, तपाईहरुले गर्नु भएको श्रमदान, तपाईहरुले दिनु भएको रुपैयाँ पैसा यो सबै परमेश्वरको अनन्तताको लागि रहेको छ। You are not doing for God's glory or for man's glory, तपाईहरुले मानिसको महिमाको लागि गर्नु भएको होइन, but you are doing to build the church in the name of God. तर तपाईहरुले यो चाहिँ परमेश्वरको लागि गर्नु भएको कुरा हो। Verse 24. 24 पद। This is the day the Lord has made. We will rejoice and be glad in it. आजको दिन परमप्रभुले सृजना भएको हो, यसमा हामी आनन्दित हौं र रमाऊ। Hallelujah. Hallelujah. God did miracles and we are glad to inaugurate this church building today. परमेश्वरले हाम्रो बीचमा आश्चर्य काम गर्नुभयो, त्यही भएर अब यो मण्डलीलाई हामी अर्पण गर्न लागिरहेका छौं। And we will see in Psalm 127. भजन संग्रह 127 लाई पनि हामी हेर्छौं। Bible says, बाइबलले भन्दछ, verse 2, 2 पद, "It is in vain for you, verse 1, unless the Lord build the house, they labor in vain who build it." परमप्रभुले घर नबनाउनु भए त बनाउनेहरूको परिश्रम व्यर्थ हुन्छ। We have built this church building. हामीले यो चर्च भवन बनाएका छौं। We have spent everything what we have. यो मण्डली भवनमा हामीले धेरै खर्च गरेका But छौं। unless the Lord consecrated, unless the Lord bless, unless the Lord present is with us, it will be in vain.
तर हामीले बनाएको भवनमा जबसम्म परमेश्वरको उपस्थिति हुँदैन, उहाँको अनुग्रह र दयामाया हुँदैन भने हाम्रो परिश्रम व्यर्थ That's हुन्छ। why we are praying. त्यसकारण हामी प्रार्थना We गरिरहेका छौँ dedicate to God अनि यो परमेश्वरमा अर्पण that the गर्दैछौँ presence of God will be in this house. अनि यो भवनमा चाहिँ परमेश्वरको जिउँदो उपस्थिति सधैँ रहिरहोस्। Everyone who come to this house, जो जति यो भवनमा आउनेछन् they will receive healing, miracles, तिनीहरूले चाहिँ चङ्गाई पाउनेछन् अनि आश्चर्य कर्म presence महसुस of गर्नेछन्। God, परमेश्वरको उपस्थिति salvation. मुक्ति पाउनेछन् Their prayer will be heard by God. अनि यहाँ गरेको प्रार्थनाहरू परमेश्वरमा सुनिनेछ। If they are in the problems in the war, यदि यो संसारमा कोही मानिस समस्यामा if छ they are भने, sick, कोही बिरामी छ भने, if they are lack, यदि कोही कमी छ भने, if they have problems, यदि कसैको समस्या छ when भने, they come to this house जब यो भवनमा पहनेछ and pray in the name of Jesus, प्रार्थना गर्छु they will receive blessing from God. अनि तिनीहरूले परमेश्वरबाट आशिष पाएका That's हुनेछन्। why we are here to dedicate this building. त्यसकारण हामी यहाँ उहाँको भवनलाई चाहिँ परमेश्वरमै अर्पण गर्न आएका छौँ। In 1 King chapter 9 verse 3, पहिलो राजा 9को 3 पद it says, and the Lord said to him, I have heard your prayer and your supplication that you have made before me. Yes, 1 King chapter 9 verse 3. पहिलो राजा 9 अध्यायको 3 पदमा हामी हेरौँ ल। परम प्रभुले तिनलाई भन्नुभयो, तैले मेरो सामुन्ने Yes. चढाएको प्रार्थना Yes. अर्ज बिन्ती मैले सुने। I have consecrated this house तैले निर्माण गरेको यस मन्दिरलाई मैले which पवित्र you have पारेको छु built to put my name there forever. र सदाको निम्ति मैले त्यो मेरो नाउँ त्यहाँ राखेको छु And my eyes र मेरो नजर and my heart र मेरो हृदय will be there perpetually. र त्यहाँ सधैँभरि रहनेछ। Hallelujah. The eyes of the Lord will be in this house. परमेश्वरको नजर यो भवनमा हुनेछ। The heart of the Lord is in this house. र परमेश्वरको हृदय यस भवनमा हुनेछ। This is the holy month. यो पवित्र क्षण हो। The eyes of the Lord in this house. र परमेश्वरको नजर यो The भवनमा heart of the छ। Lord is in this house. र परमेश्वरको हृदय यो And we भवनमा छ। consecrated to God अनि यो हामी परमेश्वरमा पवित्र that बनाउने छौँ। whoever comes in this र house, जो जति यो भवनमा आउनेछ they will find and meet the God. र तिनीहरू सबैले परमेश्वरको Hallelujah. Hallelujah. The Bible says again, बाइबलले भन्दछ, I have few verses to remind to you. तपाईहरुलाई केही पदहरु म भन्न लागिरहेको छु। And then in 1 Peter chapter 2 verse 5. पहिलो पत्रुस 2 को 5 पद। 1 Peter chapter 2 verse 5. पहिलो पत्रुस 2 को 5 पद। Yes. Come on, let's read. It says like this. यसले यहाँ यसरी भन्छ, Okay. You also as a living stones are being built up a spiritual house, a holy priesthood, to offer up spiritual sacrifice acceptable to God through Jesus Christ. 1 Peter chapter 2 verse 5. तिमीहरु पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहण योग्य आत्मिकी बलिदान चढाउने पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरु चाहिँ आत्मिक घर बन्दै जाओ। This house being the presence of God, when you, the people of God, gather together as a living stone before God. यो परमेश्वरको भवन हो। तपाई र हामी सबैजना चाहिँ जिउँदो पत्थर हौ। And then Psalm 100 and verse 4. Psalm 100 verse 4. भजन संग्रह 100 को 4 पद। Here the Bible says, बाइबलले भन्दछ, yes. Enter into his gates with thanksgiving and into his court with praise. Be thankful to him and bless his name. उहाँको भवनका द्वारहरू भित्र धन्यवाद साथ पस र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढाऊ र उहाँको नामको प्रशंसा गर। You enter in this house तपाई हामी सबैजना यो भवनमा पस्ने with छौं thanksgiving. धन्यवाद साथ। All your sickness, your worriness, your heaviness
before you enter this house, it will be removed. र हाम्रो सबै चिन्ता फिक्रीहरू हाम्रो रोग बिमारहरू जब यहाँ पस्छौँ हाम्रो सबै ती हटेर जानेछ Because the Bible says, बाइबलले भन्दछ we will enter his gate with thanksgiving, किनभने उहाँको भवनमा हामी धन्यवाद साथ प्रवेश with गर्नेछौँ joy, हामी आनन्द साथ with प्रवेश गर्नेछौँ music and song. अनि हाम्रो गाना भजनहरूबाट With all the blessing of God will enter in the house of the Lord. अनि यो भवनमा सबै परमेश्वरको आशिष प्रवेश With गर्नेछ thankfulness to God. अनि परमेश्वरमा हामी धन्यवाद चढाउँदै So all our worriness will be behind us. र हाम्रा सबै चिन्ता फिक्रीहरू हामी पछाडि We छोडेर pray that जानेछौँ the signs and wonders, healings, miracles, conviction of the Holy Spirit will happen. र सबै हाम्रो चिन्ता फिक्रीलाई बाहिरै राखेर हामीले चङ्गाई आनन्द आशिष अनुग्रह प्रवेश भित्र लगाउनेछौँ As the people enter in this house, जसरी हामी भित्र प्रवेश गर्नेछौँ there will be miracles, त्यहाँनिर आश्चर्य कर्म हुनेछ healing, चङ्गाई हुनेछ blessing, आशिष हुनेछ salvation, छुटकारा हुनेछ revival, जागृति आउनेछ and joy of the Holy अनि Spirit. पवित्र आत्माको आनन्द शान्ति आउनेछ Unity, अनि एकता पनि आउनेछ love, प्रेम आउनेछ and all the presence of God will be in this house. अनि सारा परमेश्वरको उपस्थिति यो भवनमा रहनेछ Last, before I pray, First Chronicle chapter 29. र उहाँले पढ्नु Last, पहिलो इतिहास First Chronicle 29 पहिलो इतिहास 29 and verse 16. 16 पद Here the Bible says, बाइबलले भन्दछ O Lord our God, all this abundance that we have prepared to build you a house for your holy name is from your hand. परमप्रभु 16 Yes. हे परमप्रभु हाम्रा परमेश्वर तपाईको पवित्र नाउँका सम्मानको निम्ति भवन बनाउन हामीले जम्मा गरेका यी सबै धन तपाईबाट नै आउँछन् यी सबै थोक तपाईकै हुन् And is all your own. अनि यो सबै धनहरू तपाईकै हुन् प्रभु This house belongs to God. यो भवन परमेश्वरको हो All the preparation that we prepare to build this house र हामीले जति गरेको धन खर्चहरू छ परिश्रम यो is उहाँकै through हो the hands of God. र परमेश्वरकै हो And this house belongs to God. अनि यो चाहिँ परमेश्वरको भवन हो And we call this is the house of God. अनि हामीले यो भवनलाई परमेश्वरको भवन We भन्ने छौँ call this is the house of prayer. अनि यो चाहिँ प्रार्थनाको भवन भन्ने छौँ We call this is the temple of God. अनि हामी यो परमेश्वरको मन्दिर भन्ने We छौँ call this is the place that we can meet God. अनि यो ठाउँ चाहिँ परमेश्वरलाई भेट्ने ठाउँ भन्ने छौँ And this house belongs to God. अनि यो भवन चाहिँ परमेश्वरको हो Let's close our eyes and pray. सबैजनाले आँखा बन्द गर्नुहोस्